साथीहरू, पहिले त नेपालमा गङ्गुको 7.3 काण्ड हेर्नु भएको थियो। अहिले इन्डियामा फेरि पनि काण्ड आइसकेको छ साथीहरू। 20 मिनेट पुरै साथीहरू, तपाईहरू हेर्न चाहनुहुन्छ भने भिडियो कमेन्ट गर्नु होला र मैले लिंक हालिदिने छु भिडियोको। भिडियोलाई सक्दो लाइक शेयर गर्न नभुल्नु होला। धन्यवाद। जय नेपाल। हेरियो भाइ, हेरियो। अब तैँले पाएनस् त हैन। तँलाई म एउटा राम्रो कुरा भन्छु, यदि यही हरकत तेरो इष्टमित्र, तेरो दिदीबहिनीले गरेको भएको भए तैँले यो भिडियो शेयर गर्नुहोस्, लाइक गर्नुहोस्, साथीसम्म पुर्याउनुहोस् भन्थिस्, भन्दैन थिइस्। तैँले यो कुरा लुकाएर राख्थिस् के, बुझिस् कि नै? त्यही भएर म तँलाई के भन्छु भने, गल्ती गर्नेले गरिहाल्यो, तर त्यही गल्तीलाई संसारभरि फैलाउने काम नगर। तर यो कुरो फैलाउने कुरो पनि होइन। धेरै ठुलो काम गरे भनेर नसोचेस्। दिमागमा अलिकति बुद्धि पुरा, आफ्नो चेलीबेटी जस्तै मानेर त्यो कुरालाई सेभ राख। दुनियाँ ठाउँमा सेयर नगर। र यो कुरा, यो घटना भएको इन्डियामा हो। इन्डियाको मान्छे कसैले पनि यो भिडियो हालेर कसैलाई पनि सेयर, यो भिडियोहरू आएको छैन। इन्डियन मान्छेले त्यस्तो हालेको छैन। तर हाम्रो नेपालीहरू काम नपाएको टाटेहरू हो, त्यस्तो टाटेहरू भन्छु नि त्यसलाई। त्यस्तो तिमीहरूले हाल्ला छौ, काम नपाएको टट्टुहरू हो कि तिम्रो, होइन? यही भन्न आएको म चाहिँ।